महिनामा खर्च कति निकाल्छ यिनीहरूले? महिनामा दिनको यिनीहरूको 500 उठ्छ खर्च। यिनीहरूले आफूले खाना खाने यताउता कहाँ त फेरि हजुर बिचमा यिनीहरूलाई मकै खुलाउने कहाँ? मकै त यिनीहरूले जस्तो नि खान्छ होला फेरि। खान्छ। ए यो झाप्रा यो मालिङको झाप्राहरू हजुर यो खरहरू उम्, म त उता खोटाङतिरको परल पनि भिजाउँछु। ए गाडी चाहिँ खान्छ। राम्रो नेपाली कि इन्डियन हो? नेपाली नेपाली राम्रो? नेपाली राम्रो पौडारी ए यहाँको हावा पानी पचेको हजुर एकदम बलियो हुन्छ है त्यसो भए। बलियो भन्दा पनि सानो देखे पनि उसको मान्छ यसले पत्याउँछ। अँ, अँ, अनि अब हो भन्ने त सबैलाई समाजमै हो भनिदियो, हो यसको समूहमै हो भनिदियो, हजुर कुनलाई हो कुनलाई हो अँ, अँ, जाङ्गे भन्यो भने अँ। त्यो ऊ अगाडि उठिनु थाल्यो। ए रातको 4 बजी हेडलाइट बालेर मेरो खतरको क्याम्पमा यिनीहरूले यो के गरेको यिनीहरूले यो? यो खुसी लडीबडी गरेको ए खुसी भएको देख्यो। हजुर फेरि बिराम भएर पनि लडीबडी गर्छ। हजुर त्यो बेला चाहिँ आन्द्र मान्छे जस्तै स्याहार्नु पऱ्यो। नानीलाई जस्तो अँ नानीको पनि नि हजुर त्यो टालो हुन्छ, हजुर पिसाब घाउ हुन्छ, हजुर यहीँ राख्यो भने तातो हो एउटा नाइके गरेको पुरानो नाइके हो यो। अँ। अब तपाईँले नयाँ खच्चड राख्नेवाला छ कि छैन? नयाँ नयाँ खच्चड नयाँ खच्चड अब कोही बेला मराउँछ जस्तो भयो भने त राख्छ। हजुर ल अब नयाँ खच्चडको नाम राख्नु भयो भने चाहिँ मेरो नाम राखिदिनुहोस्। भनेको त यस्तो यो कुकुरहरू यस्तो यो खच्चडहरूलाई सुहाउँदो नाम हो नि त। टाइसन छ नि तपाईँको अँ मेरो अर्को छोराले खेल्ने ग्रुपमा टाइसन छ। ए छ है? कालो कालो छ, ए छुच्चा छ टाइसन। ल गजब हो त्यसो भए त। टाइसन म त टाइसन राख्नु भनेको त झन् रहेछ। राम 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 ए अघि घाउ भएको यसलाई हो? अघि ढुङ्गाले ओहो बिचरा अब यसलाई चाहिँ के गर्ने हो? खोइ अब उँभो त अब उस आयो कि आएन यस्तो सब्जी आयो कि आएन। यसलाई अब घर लगेर राख्ने होला होइन? अब यहीँ राख्छ। त्यसरी केही नभइकन पनि उसको पेट यत्रो भएर आउँछ, हजुर। सुई लाउनुपर्छ, हजुर औषधि गर्नुपर्छ, पिसाब बन्द हुन्छ, अँ अँ औषधि लाउनुपर्छ, सुई लाउनुपर्छ। उम्, अनि यो फुलहरूमा अलिक यस्तो सिसा काँटीहरू हजुर ढुङ्गाहरू पर्छ, हजुर त्यस्तो हेरिरहनुपर्छ। महिनामा खर्च कति निकाल्छ यिनीहरूले? महिनामा दिनको यिनीहरूको 500 उठ्छ खर्च। यिनीहरूले आफूले खाना खाने यताउता मकै अब हजुर 6 महिनादेखि पाथी नै खान्छ। हजुर मकै त खैनेल दिनुपर्छ। हजुर यो खसीलाई जस्तो थोरै चुरुक्क होइन, हजुर त्यही खानाले बोक्ने हो। भारी हजुर बडो घाँस थोरै कम हुन्छ, केही काट पर्दैन। हजुर दाना कम भयो भने खङ्राङ खुङ्रुङ गइहाल्छ उमेरको खच्चड पनि। अँ दाना चाहिँ बोक्नुपर्छ। यी- घाँस महँगो छ यो हाम्रो सोलुखुम्बुमा। हजुर त्यो गर्दा 500 बढी उठ्छ। हजुर दिनको 850 को काम गर्नुपर्छ उनीहरूले। ए तपाईँको यसको गोठ चाहिँ कहाँ हो? बोर्ड चाहिँ क्याम्पमा। तपाईँले एक दिन सुरु गरिसकेपछि अनि यसको क्याम्पमा लगाएर त्यो दिन चाहिँ स्टेसन त्यहीँ हो? ए क्याम्प बनिएको हुन्छ यो टेकेनको जस्तै। हजुर अनि त्यहाँ गएर बस्नु, त्यहाँ गएर बस्नु भन्ने हजुर क्याम्पहरू बनाएको छ नामले जाने चाहिँ। हजुर मेरो चाहिँ आफ्नै कोठा पनि यहीँ छेउमा छ। हजुर अनि कोठामै अघि बिहान कोठाबाटै गएको, हजुर अब माथि गिरायो, हजुर अनि फेरि कोठामै मान्छे यिनीहरूले दिनमा कति घन्टा हिँड्छ? दिनमा यिनीहरू खण्ड त
होला 9 घन्टा 10 घन्टा हुन्छ होला। बिहान मैले 6 बजी खोलेको। हजुर कति बजी फेरि यसो आराम गर्दै जानुपर्छ। हजुर अनि यहाँ बिसाको हजुर बिसाउने त्यस्तै आधी घन्टा हजुर जस्तो बिसाउनुपर्छ। लुक्ला आधी घन्टा बिसायो। हजुर अब चाहिँ डाइरेक्ट हुन्छ। बिचमा खाना खुलाउने कहाँ त फेरि? हजुर बिचमा यिनीहरूलाई मकै खुलाउने कहाँ? मकै त उसमै हो, क्याम्पमै हो। बिहान बेलुका दिउँसो खान्न? दिउँसो दिँदैन। ए अब चलन पनि छैन। हजुर एउटा तर क्याम्प बेलुका बिहान हो। हजुर घाँस पनि बेलुका बिहान। हजुर अब गएर दाना दिनुपर्छ, हजुर अनि पानी दिनुपर्छ, अहँ अनि त्यहाँबाट घाँस लगाइराख्नुपर्छ। गाठोरी खानु। ए अनि बिहान उठ्छ, हजुर दाना दिनुपर्छ, हजुर अनि घाँस दिनुपर्छ। हेरविचार राम्रै गर्नुपर्छ है। हजुर हेरविचार राम्रै गर्नुपर्छ। अब राति पनि चस्ने यसो घुम्नुपर्छ। जिन्छ अँ पिसाब बन्द हुनसक्छ, हजुर उम्केर बाली बिरुवा खान सक्छ। यो अलिक बुढो रहेछ क्या हो? यो त बुढा कति वर्ष भएछ? हो। दुब्ला आज बिचरा। मैले लकडाउनभित्र किनेको। हजुर यो अलिक अब बुढै होला, आँखा पनि एउटा रहेछ। हजुर मैले 14 ग्रुपमा किनेको। अहँ यो लगेन भने दिन्न भने अनि यही त्यो लिएर मैले ए छकाटन वाइ बोगाउँछ। हजुर सँगै हिँडाउनेको बाहना। हजुर हजुर यता छोड्यो भने बाली बिरुवा अर्काको बजान आउने, हजुर अर्काले ढुङ्गा हान्दिने, हजुर अनि फेरि बस्नु त हो हजुर रक कुदी हिँड्छ। हजुर अनि यो सँगै हिँडाउनुको बाहना पढाइ बगायो, हजुर ग्रुपमा हिँड्यो होइन, हजुर क्याम्पमा खानु पायो, पिठाइ गर्नु पाएन। यिनीहरूले आफ्नो मालिक त मजाले चिन्छ होइन? तपाईँलाई मजाले चिन्छ होला नि? तपाईँको अर्को अरूले खेद्न जाँदैन, हजुर मालिकले खेद्दा गोठनले खेद्न जान्छ। ए तपाईँको दुईवटा ग्रुपकोले पनि चिन्छ होला नि तपाईँलाई? हजुर तपाईँको दुईवटा अर्को ग्रुपले? कोही बेला खेद्छ त्यो पनि। ए कोही बेला केटाहरू बिराम हुँदा हजुर अथवा कसैको घर जाँदा हजुर म गएर बाँध्छु, भाडा दिन्छु, मान्छ। हजुर आफूलाई त सुरु दिँदैन नि लेख्न। ओहो अब म चाहिँ झानिरहन्छ कि। भने तपाईँको 30वटा छ है? 32-33 32-33वटा। तपाईँको पुर्खौली पेसा हो कि तपाईँले लिनुभयो यो? हजुर तपाईँबाट सुरु गर्नुभयो कि तपाईँको बाबाहरूले पनि सुरु गर्नुभयो? ए मैले सुरु नि। ए तपाईँले सुरु गर्नुभयो? मेरो बाबाले चाहिँ यो नाम चाहिँ जिरी नाम चाहिँ हजुर खुल्यो। हजुर उता जिरी दोलखा जिरी थाहा छ तपाईँलाई? थाहा छ। हो दोलखा जिरी किराँती छाप हजुर देखिन्न। हारी पोगाउनु चाहिँ मलाई ल्याएको। हजुर अनि म यही बाटोमा हारी पोगाएको। ए अनि पहिला त यो खच्चड जति त मान्छे थियो हजुर ए सेठ लम्जुराको उकालो यो रामेछाप भण्डारतिर होइन। हजुर हजुर अनि त्यो गरेर अलिक पैसा कमायो अनि किनेको मैले यही बाटोमा साथीहरूले ल्यायो त्यसरी पश्चिमतिरबाट। हजुर हामी नि यहीबाट जाने हो? तपाईँसँग आउँदा हुन्छ? तपाईँहरू चाहिँ यतैबाट ठिक भन्छ। हो टर्निङ धेर छ, पर्रा पुग्नुपर्छ, अनि पो वरा आउनुपर्छ। तपाईँहरू चाहिँ यतैबाट ठिक होला। ल हुन्छ। बाको शुभ नाम? मेरो सन्तधन तामाङ। सन्तधन तामाङ। ए दाइ रोडबाट जाने कि यता चढ्ने? के छ विचार? बासँग गफ गर्दै जाने हो कि यताबाट जाने?
यता चाहिँ सर्टकट छिटो पुग्छ, हजुर यता टर्निङ बढी छ, हजुर बाटो चाहिँ यो सजिलो होइन, यो सजिलो भयो सजिलो अँ छिटो चाहिँ फेरि यताबाट छिटो। लु रोज्नुहोस्, के गर्ने अब आउनुहोस् सँगै जाउँ। बाँच्नु जाने गफर्दै हँ लाउनु बाँच्नु गफर जाऊँ हुन्छ ल ओके मैले बाबाङ यहाँ रेकर्ड गरेछु क्या ए हजुर तपाईँको गफ सुन्नुपर्छ पछि हजुर हजुर हजुर। तपाईँको दुःख सुख होइन आमामामा। मलाई यो खचड हामी अब यो नाम्चे माथि एबिसी पुग्दाखेरि चाहिँ खचडहरू धेरै देखियो माथि त अझ तपाईँको याक पनि हो अनि अब यिनीहरूलाई कसरी हेरविचार गर्छ उनीहरूको पीडा हेर्दाखेरि त अब हामी यतिकै हिँड्दा त यति गाह्रो भएको छ हो हो अनि कसरी गर्दा उयो भयो अब यिनीहरू जात यो सोध्न मन लागेको कुरो चाहिँ यो जातै भारी पुग्नलाई भनेर जन्म हो कि हो। के हो यो खासमा एउटा म पनि आरेको कुरो सुनेको, हजुर यो आमा घोडा, हजुर बुवा गधा, ए को पुरुष, हजुर यो अनि नाम खच्चर, ए नाम खच्चर, हजुर हजुर नाम खच्चर अनि भारी बोकाउने युज गर्दो रहेछ। हजुर हजुर अनि पश्चिम बाटो पोखराको साथीहरूले ल्यायो पहिला, हजुर हजुर पोखराभन्दा अलिक वरतिर छ मोती साउ भन्ने मगर हजुर छ हो, छोरा चाहिँ यही बाटोमा छ। म यो बास आउँछु जानु आउनु न बा आउनु यहाँ माथि सँगै यहाँ हुन्छ। माथिबाट माथि हुन्छ सँगै हुन्छ आउँदाखेरि, अँ त्यो त्यो रोड फेरि कोही उता कोही यता हो त नि। भरि छुट्छ। आउनु आउनु उयो माथि गएर भेट्नुहुन्छ क्या हामी त्यो रोडबाट जान्न उहाँको चाहिँ त्यो यहाँ रोड बनाउनु लाग्यो नि त त्यता पर्छ कि भनेर म यताबाट जाऊँ भने हो हामी त्यता त जान्न नि त जाँदैन यता त्यही त हो तर अब आउनु आउनु यहाँ सोध्नुपर्छ कि उम्, उतारो त्यो अघि चाहिँ प्लस दिन पड्किसक्यो हजुर अनि मिसिनले सोर्यो भने फेरि खुल्छ बाटो होइन, अँ अनि अप्ठ्यारो हुन्न। फेरि पड्केर मिसिन केही कामले बिग्रियो भने यस्तै भिड भएको हुन्छ, हो त्यो बेला चाहिँ बरु माथिबाट घुमेर जाँदा राम्रो हुन्छ। तपाईँ पनि त्यही त होला युज गर्ने त म रोड ब्लक छ भने रोड जाने कुरो भएन होइन म त माफ्लै हो हाम्रो त, त नि त्यही बाटो हो त्यही खच्चरलाई बनाएको छ हजुर हजुर माफ्लो बाटो। उम्, दुःख है तपाईँ आज पुग्ने चाहिँ कहाँ हो पुग्ने यहाँ छेउबास छेउ डिल उता हो, तर माथि टप लिनुपर्छ डिलाई, अस्ति हामी आउँदाखेरि त्यो टप चढेर आएको हो माथि माथि टप ए त्यो खर्क टप गरेर जानुपर्छ, त्यहीबाट जाने हो तपाईँ नि त्यही बाटो जान्छ। ल ठिक छ भनेपछि खचडको कहानी त्यस्तो हो दुःख छ। अनि मेरो यो यही मापे पालिकाको यहीँ सोलुर जिल्लाकै हजुर बुहारी चाहिँ राइनी छ मेरो, हजुर माइला छोराले राइनी ल्याइदियो। अनि त्यहाँबाट त्यो राइनीको हो मामा चाहिँ उता काठमाडौँतिर बस्दो रहेछ, हजुर अनि टेकेन गाइड आउँदो रहेछ। हजुर अनि आयो मेरो भान्जी सानोमा छोडेको यसरी यसरी खच्चरवाला तामाङले बिहे गर्यो भनेर चाहिँ हजुर भनेको कहाँ हो भन्ने यो छेउबास एरिया खोज्दै आएछ। हजुर अनि देखाइदिएछ मलाई चाहिँ कसरी चिन्छ भने मेरो जेठा छोरा चाहिँ गाइड नै गर्छ, काठमाडौँ नै गर्छ, हजुर 16-17 वर्षको ए यत्रो नाति छ। हजुर हजुर अनि मलाई चाहिँ आसकुमार बुवा भनेर चाहिँ चिन्छ जेठा छोराको नामबाट। हजुर हजुर अनि आसकुमार बुवालाई पो खोजेको होला, त्यही आसकुमार बुवाको बुहारी हो हजुर भनेर देखाइ पठाएछ। अनि आएछ 2 दिन 3 दिन त्यो मौसम बिग्रियो अस्ति हजुर हो हो बादलले, हजुर अनि बस्यो। म रातको 4 बजी हेडलाइट बालेर मेरो खच्चरको क्याम्पमा यिनीहरूले यो के गरेको यिनीहरूले यो खुसी लडीबडी गरेको, ए खुसी भएको देख्यो। हजुर फेरि बिराम भएर पनि लडीबडी गर्छ, हजुर त्यो बेला चाहिँ आन्द्रा दोब्रिन्छ अरे, हजुर हजुर लडीबडी गर्नु त्यो बिराम हुने बेला चाहिँ बढी गर्नु दिनुहुन्न। गोठाला बसेर एकदम उसलाई पेट दुख्छ, अरू केही औषधि भेटनरी डक्टरहरूको औषधि छैन भने हजुर डबल गिलास रक्सी भन्दा अलिक बढी हजुर पुरै 500 ml त बढी हुन्छ। हजुर
400 ml जति रक्सी मनतातो गरेर हजुर तताएर खुवायो भने उसको गहनो दुख्ने हराउँछ। ए अनि त्यस्तो उपचार पनि गर्नुपर्छ। अनि अथवा म्याक्सल त्यो भेटनरी डक्टरहरूसँग हजुर पिसाब बन्नेको सुईहरू नै राख्नुपर्छ। यसरी लडीबडी गर्छ। तर यो चाहिँ खुसीको यो चाहिँ गर्नु दिनुपर्छ अरे। यो चाहिँ एउटा काँटा बिगारिदिन्छ। 2500 गर्छ। अनि तपाईँको मेरो बुहारीको मामाले खच्चर साउ भन्छ, खच्चर गोठला भन्छ, महादुःख रहेछ भन्छ कि हजुर सम्झिज्यू यस्तै छ है। हजुर अब यसलाई पालन पोषण नानीलाई जस्तो गरेर यसको पेट भराएर पो काम लगाएर उत्पादन निकाल्नु पर्ने हो। पर्यो अनि एक छक पहिरै राखेर भोलि छैन भने यसलाई हुँदैन। काम केवल समय मिलाएर टिप अगाडि यी अब यहाँ म यसरी आउँदैछ अब गएर घाँस दाना गरेर भोलिको टिप तयार गरिहाल्नुपर्छ। अब दुःख चाहिँ दुःखै छ। दुःख त उत्पादन पनि साह्रो छैन। हजुर लकडाउनमा खरोटै डुबाए। हजुर नभए त मेरो त 7 ग्रुप हो नि सर। ए 7 ग्रुप भयो चाहिँ पैठालिया सयापुराको मैले 7 जना केटाहरू पालेको। हजुर 1-2 बिराम हुन्छ। हजुर दुख्छ बस्छ। 12 सतङ 84 हो। ए ग्रुप हजुर 88 वटा थियो। 88 वटा थियो तर धेरमा हुन्न। कोही केटा कहाँ खुकुरीराम बिहार खाएर मातेर अचार बिराम भयो है भनेर मातेर बसेको छ। एक दिन बस्यो 7,000 खर्च हुन्छ यहाँ। हजुर 12-13 वटा खर्चलाई। अनि आफ्नो मुठी भन्दा भइरह गयो भने उत्पादन हुँदैन। भोगेर आयो 14 वर्ष भयो मैले। 14 वर्ष भयो यो पेसा गरेको। मुठी भन्दा बाहिर मैले नभए त राम्रै थियो पहिला। 14 वर्ष त तपाईँले आफ्नै गर्नुभयो। अर्काको पनि गर्नुभयो कति वर्ष? गरेन। त्यो अर्का गर्नु भएन? म पहिला व्यापारी थियो अलिअलि यसो। हजुर मान्छेमा माछिसतिर मटेरियलहरू हजुर चामल बेच्ने। हजुर समस्या भएर 1 ग्रुप किनेको। हजुर 1 साल 2 ग्रुप किने। त्यही 28 लाख हो। हजुर अनि त्यहाँबाट चलाएको महागोठला अहिले त्यो 28 लाखहरू कता गयो। 1 करोडको छेउ डुबायो। हजुर लकडाउनले कहीँ केही पनि गरेन। हजुर खच्चर भनेको जात अब त्यस्तो ढिल पहाडमा पनि लडेर मर्ने। हजुर पिसाब बन्द भएर पनि मर्ने। हजुर यसको उत्पादन छैन। यसलाई त भारी बोगाएर मात्रै उत्पादन निकाल्नुपर्छ। हजुर खानादाना पुऱ्याएर त्यो सकिएन भने समय ढल्छ। कोटै ढल्छ। मरिसकेपछि अनि घाटा। त्यही त 14 वर्ष उकालो लाग्यो। अब हजुर 106-7 वटा गाडी त्यतिको 16-17 वटाको बिमा निकाल्यो। हजुर अनि बिमाको साथीहरूको के हुँदो रहेछ भने हजुर अब यो क्षेत्रको कम्पनीहरू हजुर अरू ठुलो बिमा त अब कम्पनी त त्यस्तो आँट्दैन। हजुर एउटा कम्पनी ठुलो कम्पनीसँग त एकदम उ छैन। म कुन कम्पनीमा गर्नुभयो हजुरले? मैले यो जनरलमा नेकोमा गरेको छ। यो उमेर अनुसारको हुन्छ कि? उमेर अनुसार हुन्छ। भनेपछि एउटा कति हुन्छ तपाईँले सरदार? सरदार वर्षको 1100-1200 तिर्नुपर्छ एउटाको। अनि इनकेस यसको चाहिँ दुर्घटना भयो भने हजुर सबै ट्याक्नमारहरू सबै उसको पेपरहरूसँग यो भिडियो फोटोहरू हजुर सबै सर्जरी मजुरका मिल्यो भने हजुर त्यही 80,000को मलियाको ऊ हो हजुर बिमा हो। हजुर त्यही 72
70-72,000 आउँछ। हजुर तर धेर बिग्रियो, मेरो मनै बिग्रियो, धेर बिग्रियो। हाम्रो सोलुको चाहिँ कम्पनीको कर्मचारी आथी अलिक बढी गऱ्यो। हजुर हजुर अनि गोजीमा बोक्ने घाटा भयो। खोइ घाटा नाफाटा अब उसको खल्तीको दिनुपर्ने होइन होला, हजुर कम्पनीकै हो, हजुर ठुलो हेड अफिसकै हो। हो तर सकेसम्म साथीहरूले त्यो मिल्नेको चाहिँ त्यो सेवाग्राहीलाई चाहिँ हजुर त्यो क्लेमहरू चाहिँ दानी गरिदिए हुन्थ्यो भन्ने आशाले चाहिँ त्यो गरेको हो। तर मेरो अलिक बिगारिदियो। अहिले तपाईँको 33वटाकै बिमा छ अहिले? जानु चाहिँ यसपाल चाहिँ अब रिन्यु गर्छु कि गर्दिनँ म, बिगाऱ्यो। त्यो भाइ पनि अलिक, त्यो सर भाइ पनि अलिक कता कता मेरो त्यो कानको ट्याग नम्बर पनि अर्को, हजुर पोलिसीमा अर्को, हजुर त्यो राम्रो गरिदिएन अलिक। हजुर उमेर कति भयो? म 56-57 जन्मेको, तर नागरिकतामा चाहिँ 55। जन्मको अनुसार 56-57 भयो, नागरिकतामा चाहिँ 55 भयो। जन्मदत्ताको छैन, आशै भन्ने हजुर अन्नाजले लेखेको हो। भनेपछि यो चाहिँ पुरै इन्डियाबाट किन ल्याउने हो? त्यो अघि त्यो घमराहरू टङ 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 गरेर गयो नि त। हजुर तिनीहरू चाहिँ फेरि नेपाली खच्चर है, पश्चिमतिरको घोडा आमा, हजुर गदा बुवा, हजुर अनि नेपालमै उत्पादन भएको यस्तोकै हाई हाई लेकमा हजुर उत्पादन भएको नेपाली खच्चर। अनि यता चाहिँ सिके भनिन्छ, सिके A1 खच्चर हो भन्छ, तर नेपालमा उत्पादन भएको नेपाली खच्चर। राम्रो नेपाली कि इन्डियन हो? नेपाली नेपाली राम्रो। नेपाली राम्रो, यो पौडारी, यहाँको हावा पानी पचेको हजुर एकदम बलियो हुन्छ है त्यसो भए। बलियो भन्दा पनि सानोदेखि पनि उसको खरो पौर, हजुर हजुर पौर नै खरो हुन्छ। म चाहिँ त्यस्तो त सक्दिनँ, किनकि यो रौँजे हो, यिनीहरू रौँजे हो। हजुर यसो मुखमा समाएर भन्नु लानुपर्छ, दाना खुवाउनु लानुपर्छ, झोलामा दाना खुवाउनुपर्छ। हजुर अनि समाउनु सक्ने चाहिँ चाहिन्छ कि मलाई चाहिँ। चाहियो हजुर। अनि त्यो हुँदाखेरि मैले चाहिँ त्यस्तो किन्नु सकेन र छोराहरूलाई पनि यही खालको अलिक बिक्री चाहिँ मिलाएको छ। यिनीहरू रिसाएको थाहा पाउनुहुन्छ तपाईँले? हजुर यिनीहरू रिसाउँछ होला नि त बेला बेलामा? रिसाउँछ, हजुर कराउँछ, साथीको कतो गर्छ, उनीहरू आफै पनि लड्छ होला? लडाइँ गर्छ नि, टोकटो गर्छ, लताहाना गर्छ, हेप्छ, टोक्छ सबैलाई। अझै पनि यो पालिकामा अब रोड जाने रोड हो यो। हजुर अनि मान्छेले भन्छ यो खच्चर अब कहाँ लाने यत्रो खच्चर भन्छ। अब पालिका गएर पनि हजुर 1 दिने 2 दिने ट्रिप हुन्छ नाम्चे। हजुर नाम्चे त रासिन चाहियो, चाहियो मै गएर किनेर खानु पर्यो पर्यो होइन। हजुर अनि चामल त चाहियो, हो चिनी मैदा चाहियो। त्यो हुनाले म पालिका गएर पनि खर्च गर्छ, पालिका रोडहरू पनि त्यहाँ गएर बस्ने मेरो इच्छा छ। हजुर हजुर जिरीदेखि सुरु गरेको, हजुर यता भुर्मीदेखि सुरु गरेको। हजुर यो खच्चडको पेसा तपाईँले? हजुर छिट्टै आइपुग्यो। मैले मेरो पुस्तामा चाहिँ आउँदैन होला, जिल्लामा चाहिँ आउँछ होला रोड भनेको, हजुर मेरै पुस्तामा नाम्चे खोला पुग्यो। अहिले त्यो सुर्खेतसम्म खनेको रोड चाहिँ कहाँ पुर्याउने हो त्यो? यो अब माथि हाइवे सुरु गर्दैछ यता माथि? हजुर त्यो सेतो घर जस्तो माथि उदुलो, हजुर हजुर त्यहाँ ड्याम बनाउने, त्यहाँदेखि उता सुरुङ खोपेर लगेर हजुर पल्लो खोला हाल्ने, यताको खोला ए खोला। ए त्यो
त्यो माथि ठाडो खोला हजुर उता ठाडो खोला माथि ठुलो छ नि अँ यो ठुलो छ यो खोला माथिबाट यता हाल्ने ड्याम बनाउँछ अरे यो माथिबाट हजुर हजुर अनि यता उत्पादन बत्ती अनि यता उँभो पनि छ अरे एउटा अनि यहाँ पुगेपछि पालिकाले उँभो लान्छ फेरि हाइड्रो पालिका मिलेको छ त्यसमा भनेपछि यो बाटो हाइड्रोले खोलेको हो मुख्य त हाइड्रो तिनीहरू हाइड्रोले खोलेको हो अनि त्यसरी त्यस्तो हुँदैछ सर अब जै पनि गर्ने हो माचिनियल त गर्नै पर्छ पर्यो काम त गर्नै पर्यो काम गर्नै पर्यो माथि चौरी घरका गएर 5-7 वर्ष चाहिँ इच्छा नै छ मेरो हजुर अब त भएको छैन लकडाउनले अलिक सतायो हजुर पेसामा तर छोडेन कुनै साथीहरूले खच्चरै छोडेर गोठालालाई खच्चरै छोडेर कता कता गयो खच्चरै के अरे गोठालै सौ भयो गोठालै सौ भएको छ अनि त्यस्तोसम्म भयो म चाहिँ लिएर पनि बसिरह्यो उपाय खोज्नुपर्छ त्यो लकडाउनको बेलामा त कामै चलेन तपाईँको चलेन अनि यिनीहरूलाई कसरी पाल्नुभयो त र त पैसा भइदिएन त म त दिनको हाजा बेलुका दिनको चरायो हजुर आफै गोठाला हजुर अनि पानी खुवायो घाँस बेलुका घाँस दाना दियो हप्चाकले हजुर खसीलाई जस्तो अनि राति पनि घाँस काटेर दियो हजुर ए सरलाई घरबारीतिर उभै ढल्यो यस्तो हुँदै जान्छ हजुर यस्तो बुढो जस्तो हुँदै जान्छ उमेरको खर्च दुब्लो भयो अब यसलाई त खानदिने काम लाउने अनि यी मात्रै रहन्छ उसको खाना रुच्छ हजुर अब घाँस रुच्दैन नि काम गरेन भने खाना रुच्दैन अनि यस्तो भएर उभै लड्यो हे डुब्यो हे डुब्यो हजुर 2 वर्ष भयो अहिले त राम्रो छ राम्रै छ त्यो लकडाउनको बेलाको जुन नोक्सान थियो त्यो चाहिँ अब पूर्ति हुन्छ तिमीहरूले लकडाउनमा त दिनको 200 को काम पनि गरेन हजुर तिमीहरूले त अब यो ठुलोहरूले 800 को काम गरेर आयो हजुर यो सानोले 600 को काम गरेर आयो हजुर आज आज अनि 400 खान्छ यसले खाना पनि धेर खाँदैन होइन 200 पाउँछ अरूले 500 800 को काम गर्यो 500 खर्च हुन्छ हजुर 300 पाउँछ अनि 8-24 हजुर 2400 चाहिँ 24-2500 बाँच्छ नि दिनको यिनीहरूले बचाउने भयो खाइलाई हामी यति ग्रुपको खाइलाई तपाईँ सहित म सहित राम्रो कुरा हो ठिक छ सर अहिले राम्रो छ हजुर पहिला त बेच्राको काम पनि भएन दिनमा हो धेरै कुची बासै हुने हो खै त्यो चामल र भुस जस्तो निखोल्यो हजुर त्यही चामलै जस्तो खारियो दुःखी भएर खायो अनेक करोडको छेउ हान्यो हजुर हिसाब किताबको बेटाहरूको तलब हजुर 3-4 लकडाउन बेला पनि पाल्नुभयो तलब दिएर अब यी मलाई अलिक मार्कीले खोजिरहेको छ म र तपाईँ खोज्यो भने तपाईँ देख्दा म डराउने म देख्दा तपाईँ डराउने खै त्यस्तो नियम लियो सरकारले तर अन्तर्राष्ट्रिय सरकारहरूले पनि त्यो लियो अनि देशीको गऱ्यो नेपालकोले पनि हजुर टोलमा जिल्लामै दियो अनि त्यहाँबाट पालिकामै दियो
त्यहाँबाट त टोलमा थियो अँ त्यहाँबाट त वाउलो घर पल्लो घर अँ म दुःख लाग्छ हजुर तपाईँ बिराम भयो भने मैले तातो पानी पकाएर पनि दिएर बचाउनुपर्छ हजुर म बिराम भयो भने तपाईँले नि एउटा औषधि केही छैन हजुर हजुर तातो पानी यसो पिठोको खोले अँ दिएर पनि बचाउनुपर्छ पऱ्यो त्यो चाहिँ सरकारले अलिक नबुझेर हो कि हजुर के गरेर हो सरकारले त्यति चाहिँ त्यो बिरामीलाई छुनै हुँदैन पुरानो लाग्छ हजुर हजुर भन्ने नियमहरू ल्यायो कि सर अनि यो चाहिँ म अलिक मन लाग्दैन कस्तो गर्नु पर्यो सिराटो पकाएर दिनु पऱ्यो यस्तो जडीबुटी कुर्तीहरू हुन्छ हो ज्वरो हटाउने औषधिहरू हुन्छ हजुर बचाउनु पो पऱ्यो औषधि पनि परबाट देख्दा देखेन म गएन पनि 4 बजारतिर हजुर परबाट यसरी फालिदिन्छ भन्छ हाउडा चाहिँ तर हो कि होइन म चाहिँ त मलाई पनि भेटेकै हो सिराटो कुर्ती पकाइदियो अरू बिरामीलाई पनि यहाँ धेर साथीहरूलाई सहयोग हजुरको छोरा कति भाइ रे मेरो 3 3 भाइ भाइ छोरा मात्रै 3 भाइ ए हजुर रेखा छोरा आसकुमार भन्छ आस कुमार हजुर अनि महिला छोरा रामबहादुर भन्छ सँगै छ ए हजुर नाति यत्रै छ हजुर जेठाको पनि यत्रै ठुलो 4-5 क्लासमा बोर्डिङ पढ्ने नाति छ हजुर हजुर कान्छाको उतै छोरो लोखिममै छोरी सानो हजुर सबै दियो कान्छा चाहिँ के गर्नुहुन्छ कान्छा उतै चाहिँ सँग होइन यो पारीको बजार के हो यो हामी यो बाटो आएको हो र हो चौरी खड्का भन्ने यो पालिका ए यो माथि त्यो हाई स्कुल हो त्यही बाटो पो आएको त हामी है पालिका त्यही कहाँनिर बनाएको छ त्यहाँ लुक्ला चाहिँ यतापट्टिको राइट साइडको लुक्ला माथि त्यो घाम लाग्ने अहिले हामी त्यही लिएर आएको म। हो हो होइन हामी पनि मन्चबाट आएको हो त्यही बाटो आएको हो तर अहिले यहाँबाट हेर्दा बल्ल ठुलो गाउँ देख्यो त घाट माथि डाँडाबाट देख्छ त्यही त नि ए अनि सानो यो एक पालिका त हो पालिका पनि सानो पालिका छ कि हजुर जनसङ्ख्या धेर छैन हजुर अनि यत्रो खतर पाल छ हजुर हाम्रो यस सगरमाथाले गर्दा हजुर हाम्रो यो हिमालहरूले गर्दा हजुर म जस्तो एउटा हिजो ढक्कर बोकेको हो हजुर यो बाटोमा उकालो ओह्रालो पसिना पिट्दै यसो 20-30वटा खच्चर पालिरहेको छ एकदमै राम्रो पालिरहेको धेरै राम्रो गर्नुभयो त हजुरले पालिरहेको छ हजुर ठिकै छ लकडाउन चाहिँ नआएको भए त केही थियो हजुर अलि त्यसले दुःख लाग्छ कोही बेला अहँ, त्यस्तो चाहिँ नआओस् र त्यस्तो नियम चाहिँ नलियोस् भनेको के म हो हो बचाउनुपर्छ रोगीलाई अब त्यस्तो छुनी हुन्छ कोरोना सरेर मर्छ हजुर भन्यो होइन हो त्यो चाहिँ म ठिक लागेन सर यताको त मान्छेको आम्दानी भनेकै त्यही पर्यटकै होला के हो बा यत्रो 10 करोडको घरहरू छ उति हो त नि अनि तपाईँको लिपिलेनले सामान ढुवानी गरेर बनिएको हजुर कति करोड लाग्यो होला हो हो त्यही त यता अब खेती किसानी करोड लाग्यो होला एउटा लस बनाउनु हो अनि पर्यटन क्षेत्र हुनाले हजुर त्यसैबाट उत्पादन हुने अरू उत्पादन छैन छैन ऊ हाम्रो घाँस काट्दैछ यहाँ साथीहरू कता बा ऊ केजीको 80 रुपियाँ 90 रुपियाँले किन्नुपर्छ हामीले ए पारी सबै ऊ यो सबै सुकाउँदैछ भित्र यी यहीँ पनि अब मेरो पनि 2-4 जना लाउनु पर्ने मान्छे नपाएर यसपालि 2 जना लगाएको नपाएर दुःख भइरहेको ए यो खचरलाई खुलाउनलाई घाँस काटेर सुकाउनु पर्यो सुकाउनुपर्छ हजुर अनि पैसा छ झारपात सबै ए यो ठाउँमा यिनीहरूले जस्तो नि खान्छ होला फेरि खान्छ ए यो झाप्रा यो मालिङ्गो झाप्राहरू हजुर यो खरहरू ए म त उता खोटाङतिरको परल पनि भिजाउँछु गाडी चलेपछि यसपालि अलिकति हाम्रो थामी बढेर आएर अलिकति फुलहरू बिगारेको छ हजुर तनाव छ त्यसमा 4-5 लाखको घाँस पनि किनेको हजुर परलहरू खरहरू तल गाडीमा आइसरमा ल्याएको अब यसपालि पनि ल्याउनुपर्छ गर्नुपर्छ पर्यो बा पर्यो
काम त गर्नुपर्छ। हात्तिन्जेल हो हो म कस्तो छ भने सब हजुर घाँस जुवा रली बाली त्यस्तो ए गाछीमा छैन। ए ठिक मासु भात खाएर राम्रो काम गरौँ भन्ने नै छ। अँ कुनै रिलास गर्ने हुन्छ त्यस्तै होइन, हो त्यो छैन। अँ है आज मैले कति काम गरेँ अनि कति खाँदा ठिक हुन्छ भन्ने हिसाबलाई छ। हजुर पालेको छ उम्, काम दिनुपर्छ। अँ अनि यो भिडमा डर लाग्छ अँ तपाईँको। ए हामी यसरी हिँडिबस्छ हजुर ढुङ्गा लडेर आयो भने टाउकोमै हाल्छ। हो हो एउटा खतरनाक अँ ए खचरले हानिदियो ढुङ्गाले हावाले हजुर फक्लक्कै खचर खासै ठुलो असर त परेन होला घाउ ठुलो भयो। हजुर हिँडेरै जाँदाखेरि केटाहरू जाँदाखेरि हजुर त्यसलाई उपचार कसरी गर्ने त अब अब उपचार भेटनरी अँ गर्नुपर्छ। हजुर ए बाटो त डेन्जरै रहेछ भिर ढुङ्गा आउने डर रहेछ क्या हेर्नु त हो अब आज फिर्ता हुनुभयो अनि भोलि फेरि सामान लिएर सामान लिएर माथि 2 दिन रेस्ट राखेको। हजुर म पनि माथिले भेट्यो हजुर हिजो र अस्ति तिनीहरू पनि माथि डाँडातिर छोडिदियो। हजुर बिहान दाना घाँस गरेर हजुर बेलुका छोडेर लिएर बेलुका दाना घाँस गरेर अहँ 2 दिन रेस्ट राख्यो। अँ आज चाहिँ पुराको अँ चाहिँ कोक दालहरू पुऱ्यायो। नभए त म अन्डै बोली अँ त्यो कुखुरा खोलको अन्डा हजुर ब्रेकमा लगायो। हस् घर ठ्याक्कै कहाँनिर भन्नु बाजुले मेरो जिल्ला सोलुखुम्बु पालिका खुलुङकोसी दुधकोसी वार्ड नम्बर 9 लोखिम। लोखिम लोखिम ए वार्ड नम्बर 9 लोखिम टोल छिवा छेवा टोल को गाविसको टोल 6 नम्बर छिवा। यिनीहरूलाई मान्छे जस्तै स्याहार्नु पऱ्यो नानीलाई जस्तो अँ नानीको पनि नि हजुर यो कालो हुन्छ, हजुर पिसाब घाउ हुन्छ, हजुर यहीँ राख्यो भने तातोले हो भिसा हुन्छ, अँ फेर्ने कालो जस्तो अँ यस्तो डोरी फेर्ने यसको ढाडमा गर्ने सबै यस्ता चाहिन्छ। सबै यस्ता तपाईँले जतिको हेरविचार हजुर तपाईँको अरू भाइहरूले गर्छन् त सिको गर्छ। हजुर राम्रै पुरै त आफूले जति गऱ्यो भने त गर्नु नपर्ने थियो मैले। हजुर सिको त गर्छ अँ हराउनुपर्छ धेरै नानीलाई भने है सिको त गर्छ। यो पोखरामाबाट ल्याएको यो मेथाहरू ए त्यो पुच्छरमा राखेको सेतो सेतो यो कालो मैले थपेर ल्याएको। अँ अनि यो काँचो मात्रै यस्तो पोख्ने मात्रै बनाउने अँ यस्तो खाली घाँसमा परि बनाउँछ। अँ अँ अनि यो पेटारो यस्तो पेटमा पश्चिमतिर त थकाली भाषा कि भाषाले लेथा भन्छ अरे। हजुर अनि लेथाहरू चाहिँ आफ्नो सिक्छु। लेथाहरू चाहिँ तपाईँसँग गफ गर्दै आएको
यत्रो बाटो काटेछ नि त ल नि त आम्मामा म यस्तै छ सानो म जिरी खेप्दा उमेरमा कतिजना पछाडि मेरो साथीहरू थियो हजुर कुनै कुनै पुर्खा साथीहरूले कुरो गर्छ हजुर राजकुमार बाबुको हामी त बोलाचला थिएन हजुर राजकुमार बाबुको टोली भन्थ्यो 15-16 जना हिँड्थ्यो हजुर भनेर म गफी यस्तै म एक दिन स्कुल पनि गएन उहिले त पढ्ने चलन थिएन हजुर स्कुल पनि थिएन गाउँघरमा त्यतिकै पढ्दै हिँड्यो हजुर दिदी नाम बोल्यो साथीहरूसँग बोल्यो हिँड्यो हजुर तर कमाइ पनि भयो 28 लाख जति कमाएर मैले हजुर त्यो सेकेन्डमा नगद किन्नुभयो नगद मैले राम्रो व्यापार गरेको यसमा चाहिँ ब्याङ्कले लगानी गर्ने भन्ने त हुन्न छैन है नगद पछि चाहियो नगद त आफूले ए सुन किन्ने जस्तो भनौँ ओहो सुन किन्ने जस्तो हो अरू कसैसँग विभिन्नले लगानी 1 रुपियाँ गरिदिएको छैन ओहो एउटा बिमाले यो अचानक दुर्घटना हुँदा हजुर क्लेमहरू बिलाइदिन्थ्यो तर अहिले आफ्नै अगाडि एउटा मऱ्यो तपाईँको आफ्नै एउटा लेखमा पनि दुईवटा मऱ्यो लेखमा दुईवटा लेख पठाएको यो बुढोहरूलाई काम नलाउँ भनेर नि तर झन् बडा दाना पनि पाएन त्यस्तो गरेर आउँछ है ओहो माथि डेन्जर रहेछ ए यही ढुङ्गाले यहीँ हान्यो आमा आज बिहान म ऊ माथि थियो हजुर ऊ माथिको बाटोमा रोडमा उदो झर्दै थियो माथि भिरबाट हजुर यहाँ केटाहरू जाम भएर बस्यो के भएर बस्यो भनेको त यो पर्तिर पुग्दाको खच्चर गाड्दै यस्तो पाटोमै लाग्यो काँटा माथि लाग्यो भए त चोट नहुने थियो नि हजुर मासुमा पऱ्यो ठ्याक्कै ठ्याक्क खालीमा पऱ्यो अनि लाग्यो भगवान् हजुर हामी पनि एकदम होसियार गरेर एकदम एकदम हावाले यसो एउटा बुट्टा हल्लाइदियो भने होइन एउटा सानो आएर ठक्कै लाग्यो भने हामी त्यही छौँ हो अनि म त दिनको 2 पटक यसरी हुनुपर्छ ए दिनको पनि त्यही हो पछि पनि त्यही हो 5 दिन चाहिँ सुरु 5 दिन गरेपछि फेरि मेरो 1 दिन 2 दिन देखि यो खच्चड छ नि बा यो सबै मेल मात्रै हो कि केटा मात्रै हो कि केटी पनि हुन्छ केटी पनि छ मैले धेरै जसो चाहिँ केटा मात्रै देखेँ क्या अनि केटी हो अनि यिनीहरूबाट चाहिँ बच्चा जन्मिन्न युज हुन्छ हजुर खोलेको हुन्छ हजुर तर बच्चा हुँदैन ए उत्पादन हुँदैन यो किन होला त्यस्तो भएको है अब उत्पादन अर्कै रहेछ यो हजुर अर्कै रहेछ ठक्क गधारा घोडाको क्रोस रहेछ हजुर यिनीहरू चाहिँ क्रोस नहुँदो रहेछ ए यो त अचम्म चिज बनाएछ युज हुन्छ सबै खोज्छ हजुर पार्टीले पनि फकाउनु जान्छ हजुर एकदम फकाउँछ मुखले हाउ हाउ गर्छ चाक लाउँछ हजुर उसको पनि पछाडिको पनि यतिको चलाउँछ बडा खोजिरहेको अनि अन्डे चाहिन्छ यो बोकाहरूले गर्दैन के अरे यो खसी पारेको ए अन्डेहरूको चाहिँ झलक्क हुन्छ हजुर राम्रो दिन्छ तर उत्पादन हुँदैन ए मेरो पनि 2टा पार्टी आज अचम्म रहेछ त्यही त आज हाटमा पुग्यो बिहार बोलेर बियर मेरो त्यो 2 ग्रुप त तपाईँको उहिलेदेखि काम गरेको हजुर माथि ठुलै साउको काम गरिरहेको ए कन्टिन्यू 12 महिना अस्ति बर्खाइ अरूको सबै लेट लाग्यो मेरो त भइरहेको छ है हजुर त्यही त भइरहेको छ त्यहाँ लगायो होइन मलाई साथीहरूले के भन्छ हजुर के भन्छ भने यो
बाटोमा अस्मर बा भनेर यत्रो सानो नानीहरूदेखि पुर्खाहरूले चिन्छ पहिला काप्के बोकेर हजुर भाकर बोकेर टोक्रोङ टेकुवा बोकेर हिँडेको कता पानी तेलमा नबस्ने पैसा कमाउने हजुर कता पानी त्यता खाना पकाइ खाएर हिँडेको ढिलो पिठो बोकेर ढिलो ओह्रालेर खाएर हिँडेको तिन बोकेर खाएर हिँडेको त्यो पिनेको दालको हजुर हजुर त्यसको छर्काएर त्यस्तो खाएर हिँडेको अनि अझै यतिखेर करोडको व्यापार गर्ने मान्छे अझै गोठाला हुने भनेर कराउँछ मेरो यसलाई माया लाग्यो कसरी माया लाग्यो भने मेरो फल पसिना गरेर मैले लगानी गरेको छ हजुर अनि मलाई माया लागेर मैले कुनैले त फ्रीमा दिइ पठाउँछ नि यस्तो कुराहरू त म आफ्नै हातमा राख्ने हो मैले लगानी गरेको छ नि हिजो मेरो बल पसिना गरेर हजुर अनि त्यो हुनाले यसलाई ठिकै भारी हो भने सँगै खिराउने हरेक बेलुका अब म छिटो खाना खानु पुग्दिनँ कोठा हजुर अब यिनीहरूलाई दाना घाँस पानी गरेर सर्लक्कै बाँधेर हजुर नै घाँस बिचमा थुपारी राखेर थुप्रै कस बाँधेर पुग्छु त्यस्तो अनि मेरो मायाले पालेको खेलेको म गोठालै हुन्छ अहिले त महागोठाला हुन्छ साधारण गोठाला होइन महागोठाला हो मेरो लगानी छ र मैले के गरेको र लकडाउनले अलिक सतायो त्यसको किराहरूले गर्दा अलिक दुखीमा पनि छ भनेर भनेपछि यहाँ खच्चड सबभन्दा धेरै खच्चड कसको हो यो भित्र अहिले त 40-45-50वटासम्म छैन यो लगभग हजुर तामाङ सोम्बु तामाङ आर्जुन गौतम कपलिङा गोठाला यिनीहरूसँग चाहिँ 45-50 छ कि भन्ने मेरो अनुमान तर विज्ञान भएर म गोठाला छु उनीहरू पनि आफै चलाउँछ कि अरूले दिन्छ अरू केटाहरूलाई आफै चलाउँछु र यहाँ तपाईँ पनि धेरै भएको मध्येमा पर्ने भयो यसो योभन्दा 8-9 वर्ष अगाडि हजुर हाम्रो सङ्घ पनि छ खच्चर सङ्घ सल्लेरीको जिल्लामा सेकेन्डमा थियो म त्यो अघि भन्यो शम्भु तामाङ थियो सेकेन्ड सन्तधन तामाङ म सन्तधन तामाङ थियो तामाङ थियो साथीहरूले त्यो कथाहरू गरेको म त गन्ती पनि गर्दैन अब खचरा यताउता गर्दा कसो पनि हुँदैन साथीहरूले यो रहेछ है यसो भन्थ्यो नाम राख्नु भएको छ सबैको यो खचरको राखेको छ ए राख्नु भएको छ है तपाईँले सबै चिन्नुहुन्छ मेरो म भन्छु है त खासदेखि मेरो अगाडि हिँडेदेखि हजुर जङ्गे पाटे मोटे मनाङ प्रवीण अनि कानो लाउरे राते 8वटा ए यो नाम चाहिँ तपाईँले आफैले विचार गरेर राख्ने हो कि होइन अथवा कसैले यो राख भनेर राख्नुहुन्छ के छ आफूले विचार गरेर के भन्दा मान्छ यसले के नाम राख्दाखेरि मान्छ यसले पत्याउँछ अनि अब हो भन्ने त सबैलाई समाजमै हो भनिदियो यसको समूहमै हो भनिदियो हजुर कुनलाई हो जङ्गे भन्यो भने त्यो अगाडि खिच्न थाल्यो पाटे भन्यो भने त्यो पाटे अनि फेरि अरू यिनीहरूले राते भन्यो भने जाँदैन यिनीहरू फेरि तल्लै स्थानमा बस्छ यो घाले यिनीहरूमा चाहिँ कुन अगाडि हिँड्ने कुन पछाडि हिँड्ने भन्ने हुन्छ हुन्छ ए हुन्छ है
नाइके घरको आमा बुवा जस्तो हजुर नाइके छैन भने त्यो 8 वटा त बोको भएर भिरमा लडेर मर्छ ए ओ चाहियो भने उ त्यही हो अँ ए त्यसको पछाडि यहाँ पनि जन्म खोज्छ जङ्गे चाहिँ नाइके भयो जङ्गे त फर्स्ट नाइके ए त्यसले बाटो देखाउने हो यसले त कतिवटा नाइके गरेको पुरानो नाइके हो यो अब तपाईँले नयाँ खच्चड राख्नेवाला छ कि छैन नयाँ खच्चड नयाँ खच्चड अब कोही बेला मराउ छुटाउ जस्तो भयो भने त राख्छ हजुर ल अब नयाँ खच्चडको नाम राख्नु भयो भने चाहिँ मेरो नाम राखिदिनुहोस् ए हुन्छ तपाईँको के नाम मेरो खास नेपाली नाम त मेरो राजकुमार गुरुङ हो राजकुमार गुरुङ तर मलाई चाहिँ फेरि टाइसन भन्छ क्या ए हो अनि टाइसन भनेको त यस्तो यो कुकुरहरू यस्तो यो खच्चडहरूलाई सुहाउँदो नाम हो नि त टाइसन छ नि तपाईँको मेरो अर्को छोराले खेल्ने ग्रुपमा टाइसन छ ए छ है कालो कालो छ ए छ टाइसन ल गजब हो त्यसो भए त म त टाइसन राख्नु भनेको त झन् रहेछ त्यसो भए राजकुमार राख्नुहोस् राजकुमार नै राम्रै नाम हो हो ल टाइसनलाई भेट्न पाएँ फोटो खिच्थेँ मैले टाइसन अर्को ग्रुपमा रहेछ होइन ए घाट गयो आज हजुर 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 बिहान उठेर हिँडिहाल्छ हो केटाहरू त उठेकै थिएन तर उठेर उनीहरूको फेरि बस्तु कराछ हिँड्छ बाल्छ उनीहरूको यस्तोमा त आज घाट ल ठिक छ टाइसनलाई मैले बाटोमा भेटेँ होला किनभने म पनि त्यो घाट हुँदै आएको हो घाट हुँदै आउँदाखेरि बाटोमा भेट्यो म कति बजे भने सुर्खेतमा लगभग 1:30 बजीतिर आइपुगेको थियो सुर्खेतमा ए अघि घाउ भएको यसलाई हो ओहो बिचरा अब यसलाई चाहिँ के गर्ने हो यसलाई अब घर लगेर राख्ने होला होइन भर्खर रहेछ क्या हो त नि कति रहेछ बिचरा हो 1.5 लाख है हेरी यिनीहरूलाई नि बोलाउनु पर्यो होला ए ए बोलाए मात्रै आउँछ ए यो अगाडिको प्रवीण लाउरे ए यो काना लाउरे त लाउरे यस्तै रहेछ त नि ज्याङ्गो रहेछ यो चाहिँ अलि पातलो दुब्लो भरे यसलाई काने राखेको ए ए बिचरा आँखै छैन ए ल यो बिचरा बुढो पनि भएछ अब हामी पनि यताबाट जाने नि त बा तलबाट त बाटो डेन्जर छ भन्छ के अरे अस्ति नै हामी यही बाटो आएको हो अनि यताबाट होइन यही अहिले हजुर तलबाट चाहिँ अलि जोखिम छ अरे तलबाट जोखिम छ अरे के अस्ति त अनि एउटा मात्रै पाइतला टेक्ने बाटो मात्रै छ अरे फ्याट्टै गयो भने त गइगयो भन्छ त मान्छे आयो हजुर बासँग कुरा त रमाइलो भएको थियो होइन म एकछिन त्यहाँ साथीलाई कुर्ने के तपाईँसँग जाने होला खै कन्फ्युज भयो त
फेरि मान्छे यताबाट पनि आयो हो तर म हजुर। नयाँ साथी पर्यो होइन तपाईँ कुरेर हजुर उताबाट आउने मान्छेलाई पनि सोध्नु यहाँ एकछिन बसेर अँ। सजिलो छ भने किन उकालो ल बुवाको मैले यो जुन गफ गरेँ नि बुवा हजुर हजुर यो चाहिँ मैले युट्युबमा राखेको छु क्या ए सबै अँ ल ट्याक्कै 1 घन्टा भयो होइन तपाईँलाई है? धन्यवाद युट्युबमा राखेको छु त्यसरी दुखाइ गरेको अँ। दुखाइ गर्नुपर्छ पर्छ पर्छ बाबा लास्टमा पनि म भन्छु दुखाइ गर्नुपर्छ हामी बाँचिन्जेल खानु लाउनु पर्यो हजुर तर एउटा पेसा हो गर्नै पर्ने रहेछ पर्यो पर्यो कुनै अब ठुलो साउ गरेर पनि बस्नुपर्छ हजुर। कुनै त्यसको कुली गरेर पनि बस्नुपर्छ हजुर हजुर म चाहिँ अलिक साउ पनि गरेको पहिला हजुर अलिक खच्चर किनेपछि गोठाला भयो हजुर। अहिले महागोठालामा पनि छ तर उत्पादन पनि अलिक छ ठिक छ लकडाउन ठिक छ हटेपछि हजुर हजुर यो लकडाउन चाहिँ नआओस् नराखोस् सरकारहरूले ल बुवासँग म एउटा फोटो खिच्छु वा हस् है भतिस ल कति वर्ष तपाईँ मेरो उमेर त भयो 33-34 वर्ष भयो ए जेठा छोराको दावाले 34 वर्ष भयो म पेसाले चाहिँ म आफ्नो चाहिँ एउटा मेरो कम्प्युटर सम्बन्धीको शिक्षा शैक्षिक पेसा मेरो आफ्नै पेसा छ अनि प्लस म चाहिँ विद्यार्थीहरूलाई पढ्नको लागि विदेश पनि पठाउने काम गर्छु मेरो अफिस चाहिँ पोखरामा पोकोम्याट भन्छ पोकोम्याटमा कम्प्युटर शिक्षा सँगै विदेश चाहिँ जापान अस्ट्रेलिया अब कोरिया कहाँ हुन्छ त्यो चाहिँ अब समय सन्दर्भ आएअनुसारले परिस्थितिले जुन देशको काम आउँछ त्यही देशको काम चाहिँ हामी गर्छौँ क्या राम्रो हो हजुर पारीबाट दुईजना मान्छे आउँदैछ लु सोधेर तपाईँहरू दुईजनै सोधेर पछाडिको साथी पनि कुरेर साथमै लानु होला ल अब टाढोको पाहुना साथीहरू होइन मेरो कोठामा गएर चिया पिउनु पर्थ्यो अब ल के ल म तपाईँसँग एउटा फोटो खिच्छु है ल हस्